हेलो साथीहरू नमस्ते वेलकम टु माई न्यू ब्लग हजुरहरूलाई स्वागत छ मेरो न्यू ब्लगमा हाम्रो चाहिँ आज वासिङटनमा सियाटल गुरुङ कम्युनिटीको पिकनिक रहेको छ हाम्रो यो कभिन्टनमा अनि हामी चाहिँ भर्खरै आइपुग्यौँ पिकनिकमा धेरै सबैजना आइपुग्नु भएको छ कोही कुकिङमा हुनुहुन्छ है सबैजना कोही फोटोसुट गर्दै हुनुहुन्छ भर्खरै आइपुग्यौँ हामी चाहिँ अब पिकनिकमा हामी आज दिनभरि के गर्छौँ रमाइलो गर्छौँ हामी सबै भिडियोहरू तपाईँहरूलाई देखाउने छु हामी के गर्छौँ अब के खान्छौँ कस्तो रमाइलो हुन्छ हाम्रो र आजको मेरो आउटफिट रहेको छ सेट यो चाहिँ मलाई काठमाडौँको मेरो बहिनीले सबिना तामाङ बहिनीले पठाइदिनु भएको थ्याङ्क यू सबिना बहिनीलाई अनि मेरो आजको क्यामराम्यान रहेको छ मेरो छोरी स्यारुन अनि मेरो छोरा चाहिँ यहाँ जस्ट आएर बसिरहेको छ हामी चाहिँ हाम्रो गुरुङ कम्युनिटीको पिकनिकमा आइपुग्यौँ भर्खरै सबैजना अघि नै आइसक्नु भएको छ हामी चाहिँ भर्खरै आइपुग्यौँ यहाँ पिकनिक हुँदैछ यहाँ ब्यानर राख्न लगाइराख्नु भएको छ दाइरा मेरो बुढाले चाहिँ सबैजना हाम्रो हाई नमस्ते 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 हेलो हेलो नमस्ते नमस्ते ल यहाँ मासु कटिङ हुँदैछ खसीको मासु आउनु होला खानालाई सबैजना छोराहरूले मासु बनाउँदै हुनुहुन्छ सिलेनीको सबैलाई यहाँ चाहिँ यता कुकिङ हुँदैछ हाम्रो स्न्याक्सहरू खुलिसकेको छ यो चाहिँ हाम्रो स्न्याक्समा रहेको छ चना मेरो पानी अगाडि छ हजुरहरूले टिप्नुहोस् हाम्रो बार्बिक्युले सेलरोटी अनि यो छ अचार त्यसपछि यता छ हाम्रो फ्रुट्सहरू स्यालेडहरू यता छ अब चाहिँ हाम्रो स्न्याक्सहरू खुलिसकेको छ हामी स्न्याक्स खाँदैछौँ खान्छौँ पनि यो चाहिँ हाम्रो रहेको छ ब्यानर यो हाम्रो नर्थ वेस्ट गुरुङ सोसाइटीबाट चाहिँ आयोजना गरिएको कार्यक्रम हो सबैजना रमाइराख्नु भएको छ भेटघाट यताउता होइन पनिर मटर खिर पाक्दैछ खिर चाहिँ मेरो बुढाले मोस्ट ट्यालेन्टेड सेफ नमस्ते नमस्कार नमस्कार मेरो हातले यो खिर पाक्दैछ हाम्रो चाहिँ के पाक्दैछ है मटर पनिर मटर पनिर पाक्दैछ यहाँ मटन यो चाहिँ मटन पाक्दैछ यो चाहिँ हाम्रो फ्रेस मटन करी फ्रेस मटन करी फेरि उच्च त हैन नि है हजुर यो चाहिँ हाम्रो राइसको लागि होला सायद पुलाउको लागि है यस्तै छ हाम्रो रमाइलो भइरहेछ अब चाहिँ भाइ के छ हालखबर सन्चै छोरा अब हामी चाहिँ स्न्याक्स दिन्छौँ त्यसपछि फेरि स्न्याक्स खाएको भिडियोहरू फेरि कन्टिन्यू गर्नेछु साथीहरू रमाइलो भइरहेछ है हाम्रो कार्यक्रमको लागि चाहिँ भाइहरूले पकाउँदै हुनुहुन्छ यहाँनिर आज चाहिँ स्पटमा खसीको मासु पकाउँदै हुनुहुन्छ भनेर चाहिँ यहाँ सबै परिकारको मिठो मिठो खानेकुराहरू सबैलाई धन्यवाद छ है आउनुहोस् हजुर हो अब खाजाहरू खाउँ खानेकुरा खाउँ रमाइलो गरौँ पानी चाहिँ अलिकति जोगाइदिनु होला है किनभने घाम चर्को लाग्न लागेको छ अनि पानी चाहिँ मैले चाहिँ स्न्याक्स लिइसकेँ यो रहेको छ सेलरोटी यो हाम्रो चिकन बार्बिक्यू वाटरमेलन चाउमिन अनि यो मटर र चना आलु अचार स्यालेड र फ्रुटहरू लिएको छु मैले चाहिँ यति नै लिएको छु सबैजना खाँदै हुनुहुन्छ यतातिर म चाहिँ यता शीतल भएर म चाहिँ यता बसेको छोरीहरू यता छ होइन छोरा पनि त्यहाँ खाँदैछ यतातिर सबैजना अहिले स्न्याक्स लिँदै हुनुहुन्छ साथीहरू रमाइलो भइरहेको छ हाम्रो चाहिँ पिकनिक चाहिँ वनभोज साथीहरू म चाहिँ खाँदैछु चाउमिन
लिपस्टिक खुसिन्छ भनेर नि आहा खानाहरू चाहिँ एकदमै मिठो छ स्पेसल्ली मलाई मन परेको चाहिँ यो चिकन बार्बिक्यू होइन दिस वान अनि माई फेभरेट सेलरोटी मैले अरूसँगै खाइसकेँ साथीहरू खाँदैछु मेरो खाने साथीहरूमा चाहिँ हुनुहुन्छ यता देखाऊ मेरो साथीहरू दुईजना अरू चाहिँ सबै उतातिर हुनुहुन्छ उतातिर त उता हुनुहुन्छ होइन हामी चाहिँ शीतल भएको भएर म चाहिँ मेरो कति ठुलो ठुलो साथीहरूसँग बसेर खान्छु उहाँ चाहिँ मेरो साथीको छोरीहरू है कान्छी छोरी तिम्रो नाम के साकिरा भाइ साकिरा अनि तिम्रो नाम के सोनिया समिरा मन पर्यो तिमीलाई यो मिठो छ हामी चाहिँ खाँदैछौँ ए हजुर हो ए साङ्जा कुन ठाउँमा दाजु ए मेरो त यता आधी खोला तरेर उता चरङ भन्ने गाउँमा जानुपर्छ हजुर उता उहाँको चाहिँ उता मेरो बाबाको साथीहरू हुनुहुन्थ्यो चराङ ए ल मैले चाहिँ हाम्रो यहाँ पिकनिकमा चाहिँ मेरो माइती दाजु भेटेँ होइन स्वागत छ हजुरलाई धन्यवाद चरङ भन्ने ठाउँमा म पनि पुगेको छु पुग्यो होला ल हाम्रो पति दाइ पनि पुग्नु भएको अरे है हाम्रो माइती गाउँमा के पाक्दैछ यहाँ त्यो बार्बिक्यू चिकन बार्बिक्यू आधी खोला तरेर जानुपर्छ बयर घारीबाट बयर घारी त्यहाँ एउटा चोकबाट तलतिर होइन अनि यो खोला आउँछ होइन खोला तरेर त्यही हो आधी खोला त्यसलाई आधी खोला भन्छ आधी खोला तरेर अनि खोला तरेर चाहिँ 3-4 किलोमिटर ए आज जरेबिन जेरिन भएछ उहाँ छ खानुस् न हाम्रो चाहिँ खानपिन कार्यक्रम स्टिल चल्दैछ स्न्याक्सहरू चाहिँ लन्च चाहिँ पाक्दैछ यो चाहिँ पार्क ठुलो छ यतातिर चाहिँ बच्चाहरू खेल्दैछ होइन साथै यतातिर घुमघाम गर्ने ठाउँहरू चाहिँ धेरै रहेछ अनि त्यहाँ छ हाम्रो पिकनिक स्टल चाहिँ त्यहाँ चाहिँ कोही खाँदै हुनुहुन्छ कोही गफ गर्दै हुनुहुन्छ खाएर भ्याइसक्नुभयो कोही पकाउँदै हुनुहुन्छ लन्चको लागि रेडी गर्दै हुनुहुन्छ होइन स्टलहरू यता पनि छ हाम्रो चाहिँ यता पनि पकाउँदै हुनुहुन्छ चिकन बार्बिक्यू चाहिँ धेरैजनासँग भेटघाट गर्ने मौका पायो साथीहरू मेरो माइती गाउँतिरको दाजुभाइहरू पनि भेट हुनुभयो खुसी लाग्यो आज आएर घरै बसेको भए त यसै 2-4जना चिन्ने मौका पाउँथेन अब हाम्रो एकछिन पछि चाहिँ हाम्रो सांस्कृतिक कार्यक्रमहरू नाचगान यसो रमाइलो पनि हुन्छ म फेरि त्यो भिडियोहरू चाहिँ कन्टिन्यू नै गर्नेछु साथीहरू म चाहिँ यता बच्चाहरू यता छ नि त अनि त्यही भएर बच्चाहरूलाई एकछिन यसो हेर्न आएको के गरेछ उनीहरू भनेर नानी पनि साथीहरूसँग बसेर खाँदैछ के हुन्छ साथीहरू दिनभरिको भिडियोहरू चाहिँ म बनाएर हजुरहरूलाई देखाउने छु छोराहरूको ग्रुप चाहिँ यहाँ छ है साथीहरू मेरो हाई हाई भनिदियो सबैले हाई ह्याप्पी बनभोज ह्याप्पी पिकनिक स्यारुन स्न्याक्स लियो सबैले ल इन्जोय गर ल मेरो छोरा चाहिँ यहाँ धेरै बनभोज धेरै खाएर नि पिकनिक सेलरोटी अनि के खाएर छोरा चिकन खानेकुरा धेरै भयो अरे उसलाई त्यही भएर ऊ चाहिँ एक्सर्साइज गर्दैछ साथीहरू पचाउँदैछ मेरो छोराले खाना ल मेरो छोरा चाहिँ यहाँ मङ्की भए है मङ्की चाहिँ झुलिरहेछ गेम खेल्दैछ साथीहरू सम्मान कार्यक्रम भइरहेको छ आयोजक टिमले चाहिँ राख्नुभएको छ उहाँलाई माया खुसिलो खाजा लगाएर चाहिँ उहाँलाई सम्मान गर्नुभएको छ ल उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद छ हामी सधैँ चाहिँ उहाँहरूको साथ सपोर्ट पाइराखौँ भनेर यो अपेक्षा गर्दछौँ थ्याङ्क यू सो मच ताली बजाइदिनु होला हजुर हो कन्जुस चाहिँ नगरौँ है हातेमाला भनेको हुनुपर्छ क्या हो नि हामी त वर्षौँ अपेक्षा गर्छौँ ब्याम्बिनो पिज्जरिया कहाँ हुनुहुन्छ आउनुहोस् है फेरि हामी त अर्को साल पनि
हामी त आशा गरेका छौँ निरन्तर सधैँ खेम भाइ अनि सबभन्दा नानी ब्याम्बिनो पिज्जाको ओनर के अरे प्रोपाइटर आउँदै हुनुहुन्छ। धेरै ठुलो मनको धनी उहाँहरू जहिले पनि साथ सपोर्ट गर्नुहुन्छ हामीलाई। भएकै हो उहाँ चाहिँ हाम्रो नर्थ वेस्ट तमु समाजको भाइस प्रेसिडेन्ट पनि हुनुहुन्छ र उहाँ चाहिँ एकदमै सक्रिय मेम्बर हुनुहुन्छ। उहाँलाई धेरै धन्यवाद छ जो सधैँ हामीलाई चाहिँ साथ सपोर्ट गर्नुहुन्छ। शान्ति थ्रेडिङमा गएर कपाललाई उस गर्नु मान्छेलाई धेरै धन्यवाद। मलाई अलिकति उचाइ बढाइदिनु त्यति हो मैले बुझेको। अब तपाईँहरूले चाहिँ ताली पक्कै पर बजाउनुहुन्छ। मैले यो नाम भन्न बित्तिकै को होला भन्दाखेरि सधैँ खुसी हुने मान्छे खुसीमान गुरुङ। ताली बजाइदिनु होला, ताली बजाएर स्वागत गरिदिनु होला हजुर। खुसीमान भाइ भएन भने हामीलाई अँध्यारो हुन्छ है, हाम्रो भाषा पनि अँध्यारो हुन्छ। साँच्चै हो। धेरै धेरै धन्यवाद छ भाइ। उहाँहरू चाहिँ हाम्रो नयाँ फ्यामिली हुनुहुन्छ। आउन त पोरै आउनु भएको हो, पोहोर हामीले परिचय गर्ने मौका भएन र एक दुई शब्द भनिदिनु होला हजुरहरूले है, परिचय भनिदिनु होला ल। र मेरो नेपालको चाहिँ स्थायी ठेगाना चाहिँ पुर्खौली स्याङ्जा र बसोबास जन्मेको हुर्केको चाहिँ चितवनमा। र यहाँ तपाईँहरू सामु यसरी भेटघाट हुन पाउँदा फेरि र आफ्नो एउटा गुरुङ समुदायको यसरी चाहिँ सम्पूर्ण दिदीभाइ मेरो आफ्नो आफन्तहरू इष्टमित्रहरू सबैजनासँग भेट पाउँदा अत्यन्तै खुसी छु। म आउन त 2025 साल फेब्रुअरी महिनामा आएको, तर गत वर्ष पनि म स्याटलको कार्यक्रममा उपस्थित भएको थियो र मेरो आफ्नो व्यक्तिगत कारणले गर्दाखेरि त्यहाँ चाहिँ छोटो समय मात्रै उपस्थित भएर चाहिँ म जानुपर्ने भयो। आज चाहिँ तपाईँहरूसँग यसरी सम्पूर्णसँग चाहिँ यसरी भेटघाट भएर रमाइलो गर्न पाउँदाखेरि म पनि एकदमै उत्साहित छु र तपाईँहरूसँग यसरी चाहिँ बिताउन पाउँदा फेरि आगामी दिनहरूमा पनि हाम्रो आफ्नो साथीभाइ भाइचारा इष्टमित्र र एकअर्कालाई पर्दाखेरि गर्नुपर्ने सहयोग र सबै कुराहरू मबाट जति हुनसक्छ म तपाईँहरूलाई गर्नेछु र तपाईँहरूबाट पनि त्यही अनुसारको म नयाँ भएको भएर कतिपय कुराहरू म यहाँ सिक्दैछु, कतिपय कुराहरू मलाई थाहा छैन। तपाईँहरूबाट जानेको कुराहरू चाहिँ तपाईँहरूबाट सिक्न पाउँछु भन्ने अपेक्षा गर्दछु। र आजको दिनमा चाहिँ हामी सकेसम्म रमाइलो गर्न आएको हो र रमाइलो गर्नुपर्छ। र हाम्रो आदरणीय कृष्ण दाइ सीता दिदीहरू र उहाँसँग चाहिँ हामीहरू उहाँ दिदीहरूको चाहिँ बिग फ्यान म है। र यो अहिले लास्टमा दिदीसँग चाहिँ एउटा गीतमा चाहिँ त्रिशुली बगेर के हो म मान्छे मात्रै 1914 को हो, तर नागरिकता नहेर्ने भने त अझै पनि बाँकी नै छ। अमेरिकाको नागरिकता चाहिँ लिन बाँकी छ। अब उताको चाहिँ कुरो नगरौँ है दिदी, के हो हस् त्यो भनेपछि पुग्यो मलाई। हस् त धन्यवाद साथीहरू। यहाँ खेल्दै यस्तो घाममा पनि नखेल्नु भनेको माने होइन, हुन त सबै बच्चाहरू खेलिरहेको छ हेर्नु न यस्तो घाममा पनि। यता हेर त मयाङ कालो भएर टिलिक्क निदा टल्के मयाङको है। हामी आमा छोरा चाहिँ स्विङ गर्दैछौँ। म चाहिँ बच्चाहरूसँग साथीहरू म चाहिँ बच्चाहरूसँग खेलिरहेको छु है, रमाइलो गरिरहेको छु। यता हेर म दिदीलाई ल है, उहाँ चाहिँ मेरो दिदी भएर हामी चाहिँ दिदी बहिनी पनि एउटै है। हजुरलाई स्वागत छ मेरो युट्युब भ्लगमा। उहाँ चाहिँ
उहाँ चाहिँ मेरो भिनाजु अघि नाता लाउँदै गएको अहिले भाइ भाइ बिचमा आएको अघि अहिले नाता लाउँदै जाँदा उहाँ चाहिँ मेरो भिनाजु बर्थडे हुँदो रहेछ भेना साली भेनाको भइरहनु पर्छ है भेना ल उहाँ साडी दाइ साली वेलकम छ हजुरलाई मेरो युट्युब च्यानलमा है स्वागत छ आयो मेरो छोरा आयो लन्चमा हाम्रो चाहिँ यहाँ छ यो पुलाउ मिक्स भेज आई पनिर मटर पनिर चिकन मटन यो हाम्रो अचार यो चाहिँ के हो बाबु त्यो जेरीलाई पनि हल्का देखाइदिनु अनुहार जेरीको यो चाहिँ हाम्रो हाम्रो आजको लन्च भनेको डिनर भन्ने अब साथीहरू हामी चाहिँ स्न्याक्सहरू खाएर होइन सबैजना समान कार्यक्रमहरू थियो हाम्रो कार्यक्रमहरू समान कार्यक्रमदेखि हाम्रो वेलकम कार्यक्रमहरू पनि सबै सकाएर चाहिँ हामी चाहिँ सबैजना चाहिँ नाच्न सांस्कृतिक कार्यक्रमहरू चाहिँ हाम्रो सुरु भयो सांस्कृतिक कार्यक्रम सुरु भएसँगै चाहिँ मैले चाहिँ मेरो ब्लगमा चाहिँ कपिराइट लाग्छ भनेर चाहिँ मैले यसरी भोइस कभर गरेको साथीहरू हाम्रो पिकनिक चाहिँ निकै नै रमाइलो भयो सबैजना आफ्नो आफ्नो हिसाबले रमाइलो गर्दै हुनुहुन्थ्यो सबैजना फोटोसुट गर्दै हुनुहुन्थ्यो भिडियो बनाउँदै हुनुहुन्थ्यो बच्चाहरू खेलेर हामीहरू नाचगान सबै रमाइलो जे होस् एकदमै रमाइलो भयो सोचेको भन्दा चाहिँ धेरै नै रमाइलो भयो मलाई चाहिँ सबैजना खुसी हुनुहुन्थ्यो सबैजना अब चिनजान भेटघाट भयो नि त धेरै पछि त्यसपछि सबैजना नाच्दै हुनुहुन्थ्यो अनि यता हुनुहुन्छ उहाँ हुनुहुन्छ हाम्रो आदरणीय दिजु सीता गुरुङ दिजु उहाँ हाम्रो आर्टिस्ट हुनुहुन्छ सिनियर आर्टिस्ट हुनुहुन्छ उहाँको गीत हामीले सानोमा हेरेको त्रिशुली बगेर मर्स्याङदीमा झरेछ भन्ने गीत चाहिँ उहाँले डान्स गर्नुभएको गीत हो उहाँलाई देख्न पाउँदा भेट्न पाउँदा चाहिँ म एकदमै खुसी भएँ हाम्रो चाहिँ सांस्कृतिक कार्यक्रम चाहिँ स्टिल चलिरहेको छ र हाम्रो छोरीहरू पनि आन्टीहरूसँग सबैसँग नाचेर उनीहरू पनि इन्जोय गर्दै थियो जे होस् मलाई लाग्छ कोही पनि त्यस्तो हुन्छ नि बोर फिल हुने त्यो टाइम नै कसैले पाए जस्तो चाहिँ लागेन मलाई चाहिँ सबैजना रमाइरहनु भएको थियो अनि त्यसपछि फेरि हाम्रो नानी बाबुहरू ओहो सानो बाबु नानीहरू पनि कस्तो रमाएर नाचिरहेको छ हेर्नुहोस् न तपाईँले भिडियोमा हेरेर नै कति आनन्द लिन सक्नुहुन्छ हाम्रो नानी बाबुदेखि लिएर हाम्रो दिदीबहिनीहरू हाम्रो छोराछोरी सबै यति रमाइलो भयो कि तपाईँहरू पनि हाम्रो भिडियोलाई हेरेर आनन्द लिनुभएको छ भन्ने आशा गरेको छु यसरी नै हाम्रो पिकनिक चाहिँ मौसमले पनि धेरै साथ दिएको हामीलाई त्यो दिनमा एकदम गर्मी पनि हैन एकदम चिसो त्यस्तो पानी परेर त्यस्तो पनि भएन हामीलाई हैन एकदमै रमाइलो बच्चाहरू साहस गुरुङ हाम्रो नाति मेरो नाति साहस गुरुङ त झन् यति इन्जोय गर्यो उले यति डान्सिङ गर्यो ओ माइ गॉड मैले उ त्यसरी नाचेको पहिला देखेको थिएन अनि उ चाहिँ मेरो साथीको छोरी साकिरा उ पनि बेस्तरी रमाइरहेको थियो उ त होल डे नै मसँग नै थियो प्राय जस्तो चाहिँ यति रमायो उनीहरू यति नाच्यो साहस त उनलाई चाहिँ मैले फर्स्ट टाइम देखेको यसरी नाचेको चाहिँ मैले अहिलेसम्म देखेको थिएन यति इन्जोय गरिरहेको थियो नि साहसले उ चाहिँ मेरो नाति केटा होइन नाति पर्छ अनि त्यसपछि यो चाहिँ नानी बाबुहरूको चाहिँ डान्स पर्फर्मेन्स चाहिँ उनीहरूले हामी डान्स पर्फर्मेन्स गर्छु भनेर उनीहरूले चाहिँ इमिडिएटली हुन्छ नि विदाउट प्र्याक्टिस चाहिँ उनीहरूको डान्स चाहिँ उनीहरूले पर्फर्मेन्स दियो हामीले पनि हेऱ्यौँ साहस चाहिँ उहाँ दिदीहरू नाचेको ठाउँमा बिचमा गएर फुपूहरू नाचेको ठाउँमा चाहिँ हामी पनि नाच्नुपर्छ बिचमा भन्दै साहसले पनि आफ्नो पर्फर्मेन्स दिइरहेको छ नानीहरूको नाच एकदमै राम्रो थियो विदाउट प्र्याक्टिस यतिको डान्स धेरै राम्रो गर्नुपर्छ हामीले सबैजना चाहिँ उनीहरूको डान्स हेरेर हामी रमाइरहेको थियौँ साथीहरू
अनि बिचमा चाहिँ अलिकति बिग्रिरहेको थियो तर पनि हामीले इग्नोर गरेर हामीले उनीहरूको डान्सलाई मन पराएर हेर्दै थियो। अनि ऊ चाहिँ मेरो साथीको छोरी साकिरा, ऊ चाहिँ म भिडियो बनाउँदा पनि मसँगै बसिरहेको थियो। अनि यस्तै भयो हाम्रो आजको दिनहरू। अनि उनीहरूको डान्सहरू सकेपछि चाहिँ फेरि हाम्रो डान्स सांस्कृतिक कार्यक्रम चाहिँ हाम्रो निकै लामो भएको थियो किनभने सबैलाई मनपर्छ नि त। अनि त्यसपछि यता फेरि अर्को हाम्रो सांस्कृतिक कार्यक्रम फेरि यता चाहिँ सुरु भयो। हामी बुढाबुढी पनि नाच्यौँ। यसमा चाहिँ मेरो बुढा चाहिँ आफू बिचमा बसेर वरिपरि सबैलाई नचाउँदै हुनुहुन्छ। म पनि हल्का हल्का साथ दिएको। मलाई त्यति नाच्न त आउँदैन, त्यही पनि हल्का साथीहरूलाई साथ मात्रै दिएर हामी बुढाबुढी पनि एकछिन नाच्यौँ सबैजनासँग। रमाइलोको लागि मात्रै नाच्न त आउँदैन, सिक्नु पर्ला। अबदेखि चाहिँ यस्तो कार्यक्रमहरू भइराखेको हुन्छ, नाच्न चाहिँ सिक्नुपर्ने भयो। मेरो बुढाले चाहिँ जान्नुहुन्छ, बुढासँगै सिक्नु पर्ला नाच्नलाई। अनि हाम्रो शिव दाईहरू, लीला दाईहरू, हाम्रो भेना, हामी सबैजना चाहिँ नाचेर रमायौँ। हाम्रो गीतमा चाहिँ मैले कपिराइट लाग्छ भनेर चाहिँ मैले चाहिँ यसरी भोइस कभर गरेको। साथीहरू के गर्नु, हरेक कुरामा ध्यान राख्नुपर्छ हैन। हाम्रो सांस्कृतिक कार्यक्रम नै हाम्रो आजको दिनको चाहिँ अन्तिम कार्यक्रम रहेको थियो। अब चाहिँ मेरो ब्लगको अन्तिम पार्ट आइपुगेको छ। साथीहरू आजको दिन चाहिँ हाम्रो एकदमै रमाइलो भयो। मेरो चाहिँ खासमा आज चाहिँ काम थियो। मैले चाहिँ अब यहाँ सबैसँग भेटघाट हुन्छ, चिनजान हुन्छ भनेर चाहिँ मैले आज छुट्टी लिएर चाहिँ पिकनिकमा आएको। अघि चाहिँ हाम्रो यो पुरै यो हाम्रो स्टल सबै भरि थियो नि त, सबैजना हुनुहुन्थ्यो, सबैजना घर गइसक्नु भयो। हामी चाहिँ यहाँ यसो गरौँ भनेर यहाँ क्लिनिङहरू यताउता भ्याएर चाहिँ सामानहरू चाहिँ गाडीमा लोड हुँदैछ। अब यो सामानहरू हामीले त्यहाँ एक्स्ट्रामा पुर्याएर चाहिँ हामी घर जानुपर्ने हुन्छ। आजको दिन एकदमै रमाइलो भयो। तपाईँहरूले भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। थ्याङ्क यू फर वाचिङ माई भिडियो। एन्ड यदि तपाईँहरूलाई मेरो भिडियो मन पऱ्यो भने लाइक, कमेन्ट र सब्सक्राइब गर्नुहोला। ओके, सी यू नेक्स्ट ब्लग। बाई बाई।